मेरा जति पनि मेरा मित्रहरू दाजुभाइ दिदीबहिनीहरू संसारभरि जति पनि तपाईहरुले मेरो सन्देश परमेश्वरको सन्देश लिएर आएको छु तपाईहरुलाई अभिवादन जय मसीह नमस्ते। अनि जति जनाले हाम्रो परमेश्वरको वचनहरू सुन्दै हुनुहुन्छ तपाईहरुले सुनेर मात्रै काफी छैन तर परमेश्वरको सत्य कुरालाई तपाईहरुले लिनुभयो भने पानी जस्तै पिउनु भयो भने तपाईहरुको जीवनमा उद्धार मुक्ति निश्चय नै मिल्नेछ। अहिले हाम्रो सन्देशहरू धेरैले सुन्नु भएछ अनि उहाँहरू धेरै जना हाम्रो फोनमा कन्ट्याक्टमा आउनु भएको छ। धेरै रोगी बिरामीहरू जाति हुनुभयो। घाँटीको गिर्खाहरू तल्लो छेउ र माथिल्लो छेउ कुद्ने एकजना बहिनी साइप्रसमा हुनुहुन्छ। उहाँले 31 महिना भएछ साइप्रस जानुभएको। त्यो घाँटीको गिर्खा यत्रो कुद्थ्यो अरे अनि त्यो बहिनी अहिले जाति हुनुभयो 1.5 महिना भयो। उहाँ एकदम कम्प्लिट जाति हुनुभयो। हालेलुया प्रभुको स्तुति होस्। कतिजना मासु खानु नहुने सब्जी खानु नहुने अहिले मासु पनि खानु हुँदैछ सब्जी पनि खानु हुँदैछ। जो चाहिँ एकजना अमेरिकामा हुनुहुन्छ एउटा बहिनी उहाँ जाति हुनुभयो। प्रभुको स्तुति होस्। अनि घाँटीको क्यान्सरहरू प्रभुले जाति गर्नुभयो है। अनि प्रार्थना गर्दाखेरि चाहिँ भूतआत्माको शक्तिले आक्रमण गरेको प्रभुले देखाउनु भयो। अहिले यीशुमा ग्रहण गर्नेहरू जम्मा 12 जना लगभग भइसक्नु भयो। कुवेतमा हुनुहुन्छ, साउदीमा हुनुहुन्छ, कतारमा हुनुहुन्छ अनि मलेसियामा हुनुहुन्छ। अहिले सच्चाईकोहरू पनि यीशुमा आउनु भएको छ। अनि उहाँहरू कति वर्ष उहाँले बाइबल पढेको तर पनि उहाँ जाति हुन नसक्नु भएको अहिले यीशुमा आउनु भएपछि जाति हुनुभयो। अनि एकजना बहिनीले भन्दै हुनुहुन्थ्यो म 70 ताला माथिबाट हाम फालेर मर्नु मन लाग्थ्यो तर म बाँचे आमा भनेर मलाई हिजो बेलुका मात्रै मलाई भन्दै हुनुहुन्थ्यो। यसकारण मेरो प्रिय हो आज बाइबलको कुरा पढेर मात्रै काफी छैन सुनेर मात्रै काफी छैन तर तपाईं र म चाहिँ परमेश्वरमा आज्ञा पालन गर्नु चाहिँ यो महान छ। पानी परमेश्वरको वचन चाहिँ पानी पिए जस्तो जब तपाईं र म पिउँछौं तब तपाईं र मेरो जीवनमा अनन्त जीवनको पानीको मूल तपाईं र म बन्नेछौं अनि यीशुसँग तपाईं र म एक दिन जानेछौं। हालेलुया परमेश्वरलाई धन्यवाद होस्। मैले जब यो बाइबल पढे बाइबल मात्रै पढिन जब मेरो जीवनमा साच्चै नै उहाँको वचनलाई मनन गरे म तपाईहरुलाई एउटा पुस्तक पढिदिन्छु। यहाँ एस्तरको पुस्तक 4 अध्यायको 15 देखि 17 सम्म म पढिदिनेछु। यहाँ यस्तो लेखेको छ एस्तरले तुरुन्तै मर्दकाईलाई यस्तो जवाब पाइन् गएर सुसनमा भेटाएका जति सबै यहुदीहरूलाई मेरो निम्ति उपवास बस्नलाई भेला गराउनुहोस्। 3 दिन 3 रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म मेरा सहेलीहरू पनि तपाईहरु जस्तै उपवास बस्नेछौं। त्यसपछि कानूनको विरुद्ध भए पनि राजा कहाँ जानेछु मेरो विनाश भए पनि होस्। तर मर्दकै गइहाले त्यस एस्तरले हुकुम गरे अनुसार गरे। आमेन। यहाँनिर एउटा एस्तर रानी भन्नेले जब उसको घरमा उसको परिवार उसको खानदानमा उसको यहुदी जातिहरू मार्नलाई त्यहाँनिर एकजना जब एस्तर रानीको काकालाई मार्नुको लागि हमान भन्ने व्यक्तिले जब षड्यन्त्र कसेको थियो त्यो घटना सुन्ने बित्तिकै रानी एस्तरले के गरिन् 3 दिन 3 रात चाहिँ उनले म मर्न परे पनि परोस् म उपवास बसेर परमेश्वरसँग प्रार्थना गर्नेछु। अनि एस्तर रानीले यो निर्णय लिएको छ। उनले परमेश्वरको कुरा सुन्नु मात्रै होइन तर आज्ञा पालन गरेर उनले चाहिँ के गर्यो परमेश्वरसँग प्रार्थना गर्यो। 3 दिन 3 रात उनले न पानी पियो न खानेकुरा खायो। 3 दिन 3 रात चाहिँ उनले उपवास बसेर परमेश्वरसँग उनले प्रार्थना गर्दछ। प्रिय हो मेरो पनि सत्य घटना जब म परमेश्वरको अगाडि सत्य कुरा भन्छु मसँग जुन समय म पनि यही वचनलाई पालन गरेर मेरो धेरै वर्ष अगाडि 20औं वर्ष अगाडिको घटना हो। म त्यो समयमा धेरै मेरो शरीर मेरो परिस्थितिहरू गाह्रो थियो अप्ठ्यारो थियो। मैले पनि एस्तरको प्रार्थना चाहिँ म 2 चोटी बसे। अहिले म बस्न सकेको छैन। 3 दिन 3 रात मैले पानी नपिकन
मेरो प्रभुसँग प्रार्थना गरे। यसै कारणले आज मेरो सेवाकाईमा परमेश्वरले खोला झैं नदी झैं उहाँले आशिषका झरीहरू वर्षाउनु भयो। मेरो छोरीलाई अहिले पोर्चुगल पुर्याउनु भयो, छोरालाई न्युयोर्क पुर्याएर 3 वर्ष बसायो। परमेश्वरले धेरै रास्ताहरू मेरो छोरालाई पनि हेर्न दिनुभयो। मेरो श्रीमानलाई मलेसिया पुर्याउनु भयो। म पनि सेवाकाईको क्षेत्रमा म हङकङ पुग्न सके। यो मेरो प्रार्थनाको उत्तर हो। मेरो प्रिय हो, बाइबल पढेर मात्रै काफी छैन, तर बाइबल भित्रको कुरा चाहिँ तपाईं र मैले चाहिँ आज्ञा पालन गर्नुपर्ने रहेछ। रानी एस्तरले आफ्नो सुसनमा बस्ने यहुदा जातिहरू मोड्नको लागि जब मर्दकाईको काका जब एस्तरको काका मर्दकाईलाई मार्नलाई त्यहाँनिर हमान भन्ने व्यक्तिले चाहिँ फाँसीको काठ बनाइसकेको थियो। तर जब त्यो कुरा सुन्ने बित्तिकै रानी एस्तरले चाहिँ के भने त घोडा टेकिन्। 3 दिन 3 रात चाहिँ पानी नपिकन रानी एस्तरले चाहिँ प्रार्थना गरिन्। किनभने त्यति बेलाको समयमा राजा रानी पनि बेग्ला बेग्लै बस्नु पर्थ्यो। जब राजाले चाहिँ रानीलाई आउनलाई अनुमति दिनु पर्यो भने राजदरबारमा ढोकामा चाहिँ सुनको डन्डा त्यति बेला तिर्छाइदियो, राजाले तिर्छाइदियो भने मात्रै रानी जाने अधिकार हुन्थ्यो। तर रानीले म मर्नु परे पनि मर्नु परोस्, म राजाको दरबारमा जानेछु, मेरो काकालाई मार्ने यस्तो षड्यन्त्र चाहिँ यो बेफल हुनै पर्छ, म राजा कहाँ जानेछु भनेर रानी एस्तरले जब प्रार्थना गरिन्, रानी एस्तरको प्रार्थनाको कारण हमानको षड्यन्त्र चाहिँ सबै विफल भएको छ। यहाँ 5 अध्यायमा हेर्यो भनेदेखि मेरो प्रिय प्रार्थनामा चाहिँ ठुलो शक्ति छ। र प्रत्येक दिदी बहिनी दाजुभाइहरू, तपाईँ र म जतिजनाले तपाईँहरूले मेरो मैले बोलेको सन्देश सुन्दै हुनुहुन्छ, तपाईँहरू पनि प्रार्थनामा तपाईहरुको जीवनमा रोग होला, बिमार होला, संकष्ट होला, परिवारमा झगडा होला, अशान्ति होला। अहिले मेरो यो युट्युबमा जति जनाले गवाई सुनेर अहिले धेरै जना कन्ट्याक्टमा आउनु भएको छ। मेरो बिहान र बेलुका चाहिँ फोन मात्रै आउँछ, हामी बिजी हुन्छौं अनि उहाँहरूले भन्नुहुन्छ आमा तपाईले बोल्नु भएको वचन साह्रै मिठो लाग्यो, अझै बोल्नुहोस् न, तपाईको खोइ राख्नु भएको भनेर भन्नुहुन्छ। अनि पास्टर वीरेन्द्र भाइले पनि भन्नुहुन्छ आमा तपाईको फेसबुकमा पनि तपाईको वचन राख्नुहोस्। धेरैले हाम्रो कन्ट्याक्टमा खोइ त्यो आमा कहाँ जानुभयो, त्यो बुवा कहाँ जानुभयो, किन वचन बोल्नुहुन्न भन्नुहुन्छ भनेको कारणले गर्दा आज फेसबुकमा पनि म यो वचन परमेश्वरको वचन राख्दैछु। किनभने ख्रिस्ट परिवारमा परमेश्वरले चाहिँ यो अधिकार दिनु भएको छ, यो चाबी दिनु भएको छ। यहाँनिर भन्दछ मत्ती 16:19 म पढिदिनेछु। म तिमीहरूलाई स्वर्गको साँचाहरू, स्वर्ग राज्यका साँचाहरू दिनेछु। जे तिमीहरूले पृथ्वीमा बाँध्नेछौ स्वर्गमा बाँधिनेछ, जे तिमीहरूले पृथ्वीमा फुकाउँछौ सो स्वर्गमा फुकाइनेछ। आमेन। अनि तपाईँ र म ख्रिस्ट परिवारमा, प्रभुको दास दासीहरूमा, प्रभुको छोराछोरीहरूमा, भक्त जनहरूमा परमेश्वरले स्वर्गको ढोका चाबी दिनुभएको छ। यो चाहिँ क्रिस्चियनलाई मात्रै होइन, तर हिन्दू, बुद्धिस्ट, मुस्लिम जोसुकै होस्, यीशुमा घुँडा टेक्नेहरूलाई चाबी दिनुभएको छ। आमेन। अनि यो चाबी चाहिँ किन त भन्दा परमेश्वरले उहाँको राज्यको ढोका खोल्नलाई, उहाँको राज्यमा जानलाई, तपाईँ र म रोगी बिरामी निको हुनलाई यो चाबी दिनुभएको छ। तर जसले यो चाबी चलाउँदैनौं हामी बिमारी हुन्छौं, यो चाबी हामी प्रयोग गर्दैनौं हामी असफल हुन्छौं, यो चाबीलाई हामी प्रयोग गर्दैनौं हामी जहिले पनि धोकामा पर्छौं। मेरो प्रिय हो, आज मण्डलीमा यो चाबी कसरी चलाउँदैछौं? प्रभुको भक्तजनहरूले पनि, प्रभुको दास दासीहरूले। मेरो श्रीमान पनि एउटा पास्टर हो, उहाँलाई म हेल्प गर्ने एउटा पास्टर नि, जो चाहिँ प्रभुले मलाई म नचाहँदै पनि परमेश्वरले मलाई मेरो श्रीमानलाई खडा गर्नुभयो अनि म उहाँलाई दण्डवत गर्छु। अहिले मेरो श्रीमान र मलाई 31वटा देशहरूले फोन गर्नुहुन्छ, यस्तो आपतमा परेकाहरूलाई फोन गर्नुहुन्छ अनि ती परिवारहरू कोही पनि उहाँले भन्नुहुन्न खोइ तपाईको प्रार्थना उत्तर आएन भनेको छैन, तर सबैले हामीलाई धन्यवाद भनेर उहाँहरूले हामीलाई धन्यवादको
उपहार पठाउनुहुन्छ है। यसकारणले गर्दा प्रभुलाई धन्यवाद होस्। बिरामीहरू धेरै 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 छुटकारा पाउनु भएको छ। यो चाबी चाहिँ के हो त? प्रार्थना। जब रानी एस्तरले प्रार्थना मात्रै गरेन, उसले विश्वास पनि गर्यो, काम पनि गर्यो, उसको प्रतिफलमा के पायो? उत्तर पाएको छ। आज मैले पनि यो उत्तर पाएको छु। त्यसै कारण प्रभुले आज मेरो जीवनमा, मेरो श्रीमानको जीवनमा, मेरो परिवारमा अनगन्ती आशिष दिनुभयो। यो आशिष चाहिँ कसरी भन्दाखेरि जब रोगी बिरामीलाई प्रार्थना गर्यो, उनीहरू निको भए, बुढाबुढी श्रीमान श्रीमती फुट हुँदै गरेको जोडिनु भयो। म जसको नाम बताउँदिन, हिजो अस्ति भर्खरै 1 हप्ता पनि भएको छैन, एउटा भाइले यसरी मलाई फोन गर्नुभयो अनि विदेशबाट, ए आमा तपाईको गवाई मैले हेरे, यति मिठो लाग्यो, हेर्नु न मेरो बुढी र म त यति अशान्ति भएको छ, हाम्रो बिचमा त झगडा हुन्छ भन्नुभयो। अनि साँच्चै प्रार्थना गरिदिऊ, त्यो भाइ र बहिनी अहिले मिलापमा आउनुभयो। हालेलुया, प्रभुको स्तुति होस्। एउटा भाइले फेरि विदेशबाट फोन गर्यो, ए आमा मेरो घरमा त यति साह्रो, कोही रक्सी खाने, कोही खुट्टा एक्सिडेन्ट भएको छ, कोही के, मेरो परिवारमा सबै अशान्ति छ, म त के गरौँ, म त विदेशमा छु, छटपटी छु भन्नुभयो। प्रार्थना गरेको भोलिपल्ट धन्यवाद भन्नुभयो। हालेलुया, प्रभुको स्तुति होस्। साँच्चै नै यो स्वर्गको चाबी चाहिँ जब तपाईँ र म खोल्न पनि सिक्नु पर्ने रहेछ। चाबी कसरी खोल्ने त? प्रेमको चाबी, भलाइको चाबी, विश्वासको चाबी, प्रार्थनाको चाबी अनि पवित्रताको चाबी। आज चाबी कसैले के कसरी खोल्दो रहेछ भन्दाखेरि लडाई र झगडाको चाबी खोलिरहेको छ, बेडीचालको चाबी खोलिरहेको छ है, अनि हत्या हिंसाको चाबी खोलिरहेको छ। क्रिस्चियनहरू कतिजना अनि चाबी खोलेको अरे भाड भैलो घरभित्र परिवार है, कोहीले बुढा छोडेर जाने, कोही बुढी छोडेर जाने, यस्ता चाबीहरू खोलेको छ। प्रिय हो, आज यो चाहिँ अन्त नरकको ढोकाको चाबी तपाईँ र मैले बन्द गर्नुपर्छ। स्वर्गको ढोका खोल्नु चाहिँ दया, भलाइ, विश्वास, प्रेम, आनन्द, शान्तिको चाबी तपाईँ र मैले खोल्नुपर्छ। अनि मेरो परिवारमा चाहिँ परमेश्वरले यस्तो चाबी खोलिदिनु भयो, जसले संगति नपाउनेहरूले संगति पाएका छन्, भोका तिर्खाहरूले प्राप्त गरेर उनीहरू शान्ति पाएका छन्। अमेरिकामा एकजना बहिनी, उहाँले पहिले एकदमै अन्य भाषाहरू पाएको थिएछ, गुमेको थिएछ। अनि एकजना भाइ पावलबाट जुन घरमा उहाँले संगति गर्न हामीलाई रिक्वेस्ट गर्नुभयो, अनि भाइ पावल अमेरिकामा हुनुहुन्छ, अनि उहाँले जब भन्नुभयो हामीले प्रार्थना गरिदेऊ, त्यो घरको बुहारीले प्रार्थनै गर्न नसक्ने, पछिबाट जब प्रार्थना गरेपछि, आमा मैले त अन्य भाषाहरू पाएँ नि, मेरो अन्य भाषाहरू गुमेको थियो, मैले फिर्ता पाएँ, मलाई यति साह्रो शान्ति भयो भन्नुभयो। बुहारी चाहिँले आमाले भन्नुभयो, आमा मेरो श्रीमान निको हुनुभयो, जहिले पेट गाँच्ने अरे टप्पा टोकेको जस्तो। जब प्रार्थना गर्दा मेरो श्रीमानले दर्शन देख्नुभयो, तपाईको शरीरलाई टोक्ने चाहिँ एउटा जो चाहिँ स्त्री देखे, अनि त्यो व्यक्तिले चाहिँ तपाईको के अरे पेटमा दारी राखेको थियो। अनि जब हामीले यीशुको नाममा निक्लेर जा भन्ने बित्तिकै त्यो निक्लियो, त्यो दाई अहिले चङ्गायो। हालेलुया, प्रभुको स्तुति होस्। अनि स्वर्गको ढोका खोल्ने चाहिँ प्रार्थना हो। तर यो प्रार्थना पनि तपाईँ र मैले एउटा साँचो विश्वास, साँचो प्रार्थना हुनपर्छ। आज तपाईँ र मैले चाहिँ स्वर्गको साँचो खोल्नु भनेको चाहिँ आज्ञाकारी भएर शुद्ध पवित्रतामा तपाईँ र मैले त्यो ढोका खोल्नुपर्छ। अनि त्यो चाबी तपाईँ र मसँग छ। स्वर्गको ढोका खोल्ने चाबी तपाईँ र मलाई दिनुभएको छ। तर तपाईँ र मैले आज कुन चाहिँ चाबी लिएर ढोका खोल्दैछौँ? म कति ठाउँ सुन्छु, आज बाइबलले मान्छेलाई हान्दै लडाई गर्दैछ अरे। भाइ, म त्यो कुरा चाहिँ सुन्दा डर लाग्छ। मेरो प्रिय हो, आज तपाईँ र म परमेश्वरको स्वर्गको ढोकाको चाबी कसरी खोल्दैछौँ? यो कुरा तपाईँ र मलाई इसाई परिवारको लागि पनि खाँचो छ, जसले चाहे जुनसुकै डिनोमिनेसन होस्, जुनसुकै धर्म होस्, यो स्वर्गको चाबी जसले पाउनु भएको छैन, नपाउनु हुनेले येशूको चाबी लिनुहोस्। तपाईको जीवनमा जुनसुकै संकष्ट होस्, त्यसबाट तपाईलाई मुक्त हुनेछ। तर रिसको चाबी, घमण्डको चाबी तपाईले लिएर हिँड्नु भयो भने तपाईको चाबी बन्द हुनेछ।
तर जब तपाईले नम्रताको चाबी, शान्तिको चाबी, मिलापको चाबी, पवित्रताको चाबी लिएर हिँड्नुहुन्छ, तपाईको जुनसुकै परिस्थितिमा बचाउनलाई ईश्वर हुनुहुन्छ। अनि ईसाई परिवारमा दाजुभाइ, दिदीबहिनी, मित्रहरूमा म चाहिँ के भन्छु भने, आदरणीय मेरो प्रभुको भक्तहरूमा म के भन्छु भने, अनि पहिला पत्रुस 5:8 भन्दछ, सचेत रहो, जागो रहो, तिमीहरूको विरोधी शैतान कसलाई भेटौँ र निलिहालौँ भनी गर्जने सिंह चाहिँ भएर हिँड्दछ। अनि तपाईँ र म जब कमजोर विश्वास बन्छ, कमजोर हुन्छौँ, तपाईँ र मेरो जीवनमा शैतानले चाबी खोल्छ। त्यहाँदेखि अशान्ति आउँछ, रोग आउँछ, बिमार आउँछ, कष्ट आउँछ, समस्या आउँछ, अशान्ति हुन्छ, निद्रा लाग्दैन, भोक लाग्दैन, क्रान्तिले हाम्रो परिवार अनि ग्रस्त बनाउँछ। तर जब सचेत रह्यौं, प्रार्थना गरौँ। अब विश्वासी दाजुभाइ, दिदीबहिनीहरू प्रार्थना गरौँ न भन्दा हाई आउँछ। हाई नगर्नुहोस् भन्छु म। जब मेरो परिवारमा पनि हाई गर्न थाल्छ, हाई नगर्नुहोस् भनेर म बन्द गराइदिन्छु अनि प्रार्थना गर्छौँ। मेरो श्रीमान र म 3 बजी रातिदेखि उठेर प्रार्थना गर्छौँ 6 बजीसम्म। अनि 6 बजीदेखि 7 बजीसम्म हाम्रो डिभोसन हुन्छ। त्यहाँबाट बाहिरबाट प्याकम प्याक फोन आउँछ। कोही बेला टोइलेट जाउँ भने टोइलेट जानु पाउँदैन है, फोन आएको कोही त लु राखेर म फुत्तै टोइलेट फिर्छु। तर प्रभुलाई धन्यवाद होस्। कोही बेला मेरो चिया सेलाएर जान्छ, चिया पिउन पाउँदिन, तर प्रभुलाई महिमा होस्। आज म चियाको पनि नशामा छुइनँ, आज कुनै संसारको नशामा छुइनँ, तर परमेश्वरको उपस्थितिको नशामा छु। यसै कारण मलाई धेरै जनाले प्रोफेसी गर्छ। अनि उता पोखरामा एउटा छोरीले हिजो मात्रै भन्दै थियो मलाई, आमा तपाईको घरमा त ठुलो पानीको मुस्लो, ठुलो छागा, एकदम न सेतो ठुलो पानीको छागाको मुस्लो तपाईको घरमा आइरहेको मैले देखेँ भने हालेलुया, प्रभुको स्तुति होस्। त्यो चाहिँ प्रभुको उपस्थिति हो। यीशुले भन्नुभयो जीवनको पानीको मुस्लो मै हुँ। अनि यीशु चाहिँ पानीको उदाहरण दिनुभएको छ। जीवनको पानी मै हुँ। यीशु चाहिँ मेरो घरमा हुनुहुन्छ। त्यसै कारण मेरो श्रीमान र मेरो पुकारा परमेश्वरले सुन्नु भएको छ। हामीलाई मात्रै उद्धार गर्नु भएन, संसारमा भएकाहरूलाई उद्धार गर्नु भएको छ। स्तुति होस्, परमेश्वरलाई धन्यवाद होस्। किनभने तपाईँ र म परमेश्वरको आज्ञाकारी हुन्छौँ भने मेरो प्रिय हो, तपाईँ र मलाई निश्चय पनि उद्धार गर्नलाई यीशु चाँडै नै तपाईँ र मेरो बीचमा हुनुहुन्छ। अब यीशु चाहिँ तपाईँ र मलाई लिनलाई आँखाको निमेकमा आउँदै हुनुहुन्छ। अहिले संसार हल्लिँदैछ। प्रभुले भन्नुभयो स्वर्ग र पृथ्वी हल्लाउँछु भन्नुभएको छ। पृथ्वी हल्लिँदैछ अहिले संसारभरि। प्रिय यो पृथ्वी हल्लाको कुरामा कसैले पनि आज केही गर्नु सक्दैन, रोक्नु पनि सक्दैन। अब स्वर्ग हल्लिँदा के हुने हो? तपाईँ र म अब तयारी हुने दिन आएको छ। जागो रहो, प्रार्थना गर, परीक्षा बन्न पर। बाइबलको ठेली तपाईँ र मसँग छ। अब यो बाइबलको ठेली चाहिँ तपाईँ र म चाहिँ आज्ञाकारी भएर हिँड्नु पर्ने दिन आएको छ। प्रभुलाई धन्यवाद होस्। अनि यीशुले दिनुभएको चाबी तपाईँ र मसँग अनि हुनुपर्छ। यो चाबीले स्वर्गको ढोका अब तपाईँ र मैले खोल्नुपर्छ। प्रभुलाई धन्यवाद होस्। अनि आज हाम्रो रोग बिमार किन जाति हुँदैन? हाम्रो अधर्मलाई त्याग्नु पर्यो, हाम्रो पापलाई त्याग्नु पर्यो। आज म संसारभरि हेर्छु, म आत्मामा राति उठेर धेरै रुन्छु, परमेश्वरसँग म विलाप गर्छु। आज किनभने संसारमा यस्तो घटना मैले देख्दैछु। खालि व्यभिचार, लडाई झगडा, हत्या, हिंसा, ढाँट्ने, छल्ने, चोरी डकैती, यस्ता कुराले संसार छापेको कारणले गर्दा मानिस अब धेरै संकष्ट समस्या नै समस्या भएर जाँदै गरेको अब म देख्छु, प्रार्थना गर्छु। अनि मेरो श्रीमान रातभरि प्रभुसँग प्रार्थना गर्छौँ अनि रुन्छौँ। अनि मानिसले सत्य कुरालाई कसैले मन पराउँदैन। सत्य कुरालाई आज एकदम नै कुल्चिराखेको छ, सत्य कुरालाई पछाडि छोडिराखेको छ। अनि मानिसले आफ्नै दौडधुपमा दौडिरहेको छ। प्रिय हो, म अनुरोध गर्छु तपाईहरू हामीहरू अब पश्चाताप गरेर प्रभुको नजिकमा कलमी बाँधे। यसो गर्नाले तपाईँ र मेरो जीवनमा आरोग्य आउनेछ, निरोगी हुनेछौँ। अनि हाम्रो रोग भए पनि यसो छुटकारा दिनलाई तपाईँ र मसँग
एकदमै नजिक हुनुहुनेछ। यीशु चाहिँ निष्ठुरी हुनुहुन्न, बाहिर हुनुहुन्न। यीशु चाहिँ कुनै पनि भेदभाव गर्नुहुन्न। मान्छेले भेदभाव गर्छ, पक्षपात गर्छ, यीशु चाहिँ निष्पक्षका प्रभु हुनुहुन्छ। यीशु चाहिँ दया र भलाइले अनि भरिनु भएको परमेश्वर हुनुहुन्छ। हुन्छ, म तपाईहरुको बीचमा सानो प्रार्थना गर्नेछु। तपाईहरु आफ्नो यस वचन मध्येमा तपाईले चाबी खोल्नु भएको छैन, आजदेखि चाबी खोल्नुहोस्, प्रार्थना गर्नुहोस्, रानी एस्तरले जस्तै प्रार्थना गर्नुहोस्। अनि तपाईहरुले पाउनु भयो, तपाई र मैले पाएको चाबी छ, यो चाबीलाई खोलौं। हामी सानो प्रार्थना गर्नेछौं। आउनुहोस्, तपाईहरुको रोग बिमार जे छ, तपाईहरु जहाँ रोगी हुनुहुन्छ, जहाँ बिमारी हुनुहुन्छ, अस्पतालमा हुनुहुन्छ, यात्रामा हुनुहुन्छ, घरमा हुनुहुन्छ, तपाईहरु यो प्रार्थना मसँग दोहोर्याउनुहोस्। त्यही ठाउँमा तपाईलाई यीशुले एकचोटि चाहिँ एकदमै उठ्ने मौका प्रभुले दिनुहुनेछ। तपाई आफ्नो जहाँ छ घायल, तपाईले आफ्नो हात राख्नुहोस्, तपाई यही घडी पनि तपाई निको हुनुहुनेछ। प्रेज द लर्ड। प्रभु, हामी तपाईलाई धन्यवाद चढाउँछौं। तपाईको छोराछोरीहरु अस्पतालमा हुनुहुन्छ, घरमा हुनुहुन्छ, अनि जसरी देश विदेशमा हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, विदेशमा, जहाँ इन्डिया, जहाँ संसारको कुना कुनामा हुनुहुन्छ, प्लेनमा हुनुहुन्छ, गाडीमा हुनुहुन्छ, जहाँ गाडी जहाँ जुन साँच्चै साधनमा हुनुहुन्छ, अस्पतालमा हुनुहुन्छ, रुममा हुनुहुन्छ, उहाँलाई तपाईले भेट्नुहोस्। पापा, तपाईलाई धन्यवाद। तपाईले उहाँलाई एकचोटि उठ्ने मौका तपाईले दिनुहोस्, येशू प्रभुको नाममा। हुन्छ, जय मसीह, नमस्ते सबैजनालाई। हालेलुया।